नमस्ते सबैजनालाई गुड मर्निङ। आई हजुर पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो चाहिँ तपाईँको पार्क छ, के भन्छ माछा भौरीको छेउको पार्कहरू हो। सो तपाईँहरूले देख्न सक्नुहुनेछ, यस्तो राम्रै छ होइन। आजको मेरो मिनी भ्लग हेरिदिनु होला सबैजनाले। यदि नयाँ मेरो च्यानलमा आउनुभएको छ भने सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। हामीलाई ठाउँ केटाकेटीहरूको लागि चाहिँ अनि सो राम्रो छ केटाकेटीहरू खेलाउनु। अनि म चाहिँ यताबाट आएको क्या, आज चाहिँ म क्लासबाट अनि के भन्छ यो यता साइडबाट आएको हो। यो भिडियो मिनी भ्लग बनाउनुको लागि नै आएको। यता त राम्रै छ है साथीहरू होइन। यो पनि पार्कै हो। अनि सो मैले चाहिँ किन अब फेस नदेखाएको भने साथीहरू के भन्छ रुगा मार्की लागिरहेको छ, त्यही भएर मैले नदेखाएको। मैले चाहिँ बिरामी भएको छु। अनि कस्तो राम्रो छ कि यो पार्कमा एक्सर्साइज गर्ने चाहिँ हो। यो पार्कमा चाहिँ माथिल्लोमा चाहिँ एक्सर्साइज गर्ने छैन नि त, बब्बाल छ है साथीहरू। अनि यो चाहिँ यहाँ चाहिँ बिहान डान्स र जिम हुन्छ। सो यो परको घर चाहिँ नि त्यो भुत मुभी हरर मुभीमा हुन्छ नि त्यस्तो वाला घर जस्तो झन् पहिले त थियो कि अहिले पो राम्रो छ त। पहिले त म त कस्तो डर लाग्थ्यो नि। यो त सेम बङ्गाली बड़ा हरामी हो बेटा। मतलब बङ्गाली भने जस्तै मुभीको त हरर मुभीको फिल्ममा ठ्याक्क खेल्न सुहाउने घर जस्तो थियो। देख्न सक्नुहुनेछ त यो घर अहिले यस्तो छ तर अहिले त अलिक राम्रो छ। पहिले त कस्तो डरमर्दो पो थियो त, खतरनाक हरर मुभीको वाला जस्तो यो गेट छ है साथीहरू। यस्तो छ यो चाहिँ गेट हो। अनि म चाहिँ जाँदैछु। सो म चाहिँ अब मेन रोड काट्नु पर्यो। सो अहिले त गाडीहरू छैन, आज त धेरै खुला रहेछ, आज धेरै खुला छ होइन। अनि यताबाट ठक्क गयो होइन सक्ने। यो चाहिँ कपाल काट्ने ठाउँ है। अब चाहिँ म पनि घर काटेको छु होइन। मेरो आजको मिनी भ्लग चाहिँ यति नै हो। सबैजनाले फेरि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर नबिर्सिनु होला। बाई बाई।